यदि तपाईहरुले पनि आफ्नो फेसबुकमा राखिएको भिडियोलाई बुस्ट गर्न चाहनुहुन्छ त्यो पनि फ्रीमा भने साथीहरु तपाईहरुले सही भिडियो हेर्दै हुनुहुन्छ। यदि तपाईहरुले पनि आफ्नो फेसबुक पेजमा राखेको भिडियोलाई बुस्ट गर्न चाहनुहुन्छ, धेरै भ्युज, लाइक, कमेन्टहरु दिन चाहनुहुन्छ, फ्रीमा बुस्ट गर्न चाहनुहुन्छ भने साथीहरु पक्कै पनि साथीहरु तपाईहरुले यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्न पर्ने हुन्छ। तब मात्रै साथीहरु तपाईहरुले आफ्नो भिडियोलाई बुस्ट गर्न सक्नुहुन्छ, त्यो पनि फ्रीमा। त्यो कसरी जान्नको लागि साथीहरु तपाईहरुले यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्नु होला। यस्ता कुराहरु तपाईहरुलाई जो कोहीले भन्दैन, यदि तपाईहरुले थुप्रैको भिडियो हेर्नुभएको होला यस्ता कुरा तपाईहरुलाई भनिरहेको हुँदैन र आज मैले तपाईहरुलाई लाइभ देखाउने छु। हामीले फ्रीमा फेसबुकमा भिडियो कसरी बुस्ट गर्ने भन्ने बारेमा तपाईहरुलाई मैले देखाउने छु र प्र्याक्टिकली तपाईहरुलाई मैले गराएर पनि देखाउने छु। त्यसैले तपाईहरुले यो भिडियोलाई सुरुदेखि लिएर अन्तिमसम्म हेर्नु होला। प्र्याक्टिकली तपाईहरुलाई गरेर देखाउने छु र यही प्रक्रियाहरु तपाईहरुले फलो गर्नुभयो भने तपाईहरुले पनि सजिलैसँग आफ्नो फेसबुक पेजमा बुस्ट गर्न सक्नुहुन्छ साथीहरु। र साथीहरु मैले तपाईहरुलाई अब एउटा भिडियो हालेर देखाउने छु। मेरो पेज रहेको छ यो। तपाईले फलो गर्नुभएको छैन भने फलो गर्नु होला। तपाईलाई केही समस्या छ मसँग कुरा गर्न चाहनुहुन्छ भने मैले मेसेज पनि गर्न सक्नुहुन्छ। मैले अब एउटा भिडियो अपलोड गर्दै छु। भिडियो सिलेक्ट गरेपछि साथीहरु तपाईले यहाँ आफ्नो भिडियोको टाइटलहरु दिनुपर्ने हुन्छ। मैले आफ्नो भिडियो कपी गरेको छु, तपाईले हेर्न सक्नुहुन्छ। कपी गरेपछि साथीहरु तपाईले यसरी नेक्स्ट गर्नु होला। त्यो तपाईले थम्बनेल लगाउन चाहनुहुन्छ भने थम्बनेल पनि लगाउन सक्नुहुन्छ। मैले अहिले थम्बनेल लगाएन। तपाईले टाइटल, डिस्क्रिप्सन सबै दिनु होला। त्यसपछि साथीहरु तपाईले देख्नुहुन्छ हाम्रो भिडियो यहाँ आइसकेको छ। अब यसलाई हामीले बुस्ट गर्नको लागि हामीले पैसा तिर्नु पर्दैन। तपाईहरुले अर्को तरिकाबाट गर्नु भने पैसा तिर्नु पर्छ र मैले जुन तपाईलाई अहिले भन्ने छु त्यो तरिकाबाट गर्नु भने तपाईहरुले फेसबुकमा 1 रुपैयाँ नतिरेर नै आफ्नो भिडियोलाई बुस्ट गर्न सक्नुहुन्छ। त्यसको लागि साथीहरु अब तपाईले स्क्रोल गर्नुस्। पछि साथीहरु तपाईले देख्नुहुन्छ इन्भाइट कोलाबोरेसन भन्ने रहेको छ, क्लिक गर्नुपर्ने हुन्छ। यसमा क्लिक गरेपछि साथीहरु तपाईले अब तपाईको अर्को जुनमा तपाईको एकाउन्टमा या पेजमा धेरै फलोवर छ त्यसलाई तपाईले यहाँ सिलेक्ट गर्नुपर्ने हुन्छ। जस्ट मैले अर्को पेजलाई सिलेक्ट गर्छु। इन्भाइट कोलाबोरेसनमा तपाईले गएर आफ्नो धेरै फलोवर्स भएको पेज या एकाउन्ट छ भने त्यसलाई तपाईले यहाँ सिलेक्ट गर्नुपर्ने हुन्छ। नाम यहाँ देखाइदिनेछ, तपाईले यहाँ चुज गर्नुपर्ने हुन्छ। यहाँ आइसकेको छ माथि, एकजनालाई मात्र गर्न सक्नुहुन्छ। यदि तपाईको 2-3 टा पेज छ भने तपाईले यसरी आफ्नो भिडियोलाई फ्रीमा बुस्ट गर्न सक्नुहुन्छ। देख्नुहुन्छ मैले यहाँ मेरो प्रेम केसीलाई यहाँ सिलेक्ट गरिसकेँ, त्यसपछि डन गरिदिनुस्। अर्को पेज छ त्यो पेजमा तपाईको फलोवर्स राम्रो छ भने तपाईले त्यो अवस्थामा तपाईले त्यसलाई इन्भाइट कोलाबोरेसनमा गएर तपाईले यहाँ सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसपछि साथीहरु तपाईले यहाँ शेयर गरिदिनुस्। शेयर गरेपछि साथीहरु देख्न सक्नुहुन्छ हाम्रो भिडियो यहाँ पोस्ट हुन सुरु भइसकेको छ। अब म तपाईलाई एकछिनमा अर्को पेजमा लगेर जानेछु। त्यसपछि तपाईलाई म देखाउने छु हाम्रो भिडियो कसरी बुस्ट हुन्छ भनेर तपाईलाई म देखाइदिने छु। अब साथीहरु हामीले भिडियो त पोस्ट गर्यौं। अब म प्रोफाइलमा गएर हेर्ने छु हाम्रो भिडियो पोस्ट भएको छैन भने छ कि छैन भनेर। देख्न सक्नुहुन्छ हाम्रो भिडियो भर्खर पोस्ट गरेको भिडियो यही रहेको छ। यो भिडियो पोस्ट भइसकेको छ। अब म अर्को एकाउन्टमा जाने छु। अर्को एकाउन्ट लगइन गर्ने छु। जुनमा हामीले अहिले कोलाबोरेसन गरेको थियौं त्यो पेजमा जाने छु म। यो देख्नुहुन्छ प्रेम केसी भनेर छ। यसमा नोटिफिकेसन गएको हुन्छ। हामीले त्यो नोटिफिकेसनलाई एक्सेप्ट गर्नुपर्ने, तब मात्रै हाम्रो भिडियो बुस्ट हुनेछ। कसरी बुस्ट हुन्छ तपाईलाई म देखाउँछु। र त्यसपछि साथीहरु तपाईले देख्नुहुन्छ यहाँ नोटिफिकेसन आइसकेको छ। यो नोटिफिकेसनमा क्लिक गरौँ। नोटिफिकेसनमा क्लिक गरेपछि साथीहरु तपाईले देख्नुहुन्छ जुन प्रेम केसी भन्ने अर्को रहेको थियो त्यसमा देख्न सक्नुहुन्छ त्यसले इन्भाइट यु टु जोइन देखाइरहेको छ। तपाईले देख्न सक्नुहुन्छ तपाईलाई कोलाबोरेसनमा। त्यसपछि साथीहरु तपाईले यहाँ देख्नुहुन्छ त्यसमा क्लिक गरेपछि एक्सेप्ट भनेर रहेको छ। देख्नुहुन्छ यो एक्सेप्टमा यसरी क्लिक गरिदिनुस्। एक्सेप्टमा क्लिक गरेपछि साथीहरु देख्नुहुन्छ एक्सेप्ट भइसकेको छ। अब हाम्रो यो पेजमा पनि त्यो भिडियो देखाइदिनेछ। देख्न सक्नुहुन्छ म आफ्नो एकाउन्टमा गए। एकाउन्टमा गएपछि साथीहरु तपाईले अब यहाँ एकछिनमा देख्न सक्नुहुन्छ। रिफ्रेस गर्छु म। रिफ्रेस गरेपछि साथीहरु तपाईले देख्नुहुन्छ प्रेम केसी र अर्को प्रेम केसी भन्ने रहेको छ। देख्न सक्नुहुन्छ जुन मैले एकाउन्टदेखि कोलाबोरेसन गरेको थिएँ त्यो भिडियो, जुन भिडियो हामीले अर्को फेसबुक पेजबाट हालेको थियौं त्यो भिडियो अब दुईटै पेजमा देखाइदिन्छ। तपाईले देख्न सक्नुहुन्छ दुईटै पेजमा जति फलोवर छन् दुईटै पेजलाई देखाइदिन्छ। यसरी तपाईहरुले फ्रीमा बुस्ट गर्न सक्नुहुन्छ फेसबुक भिडियोहरु। देख्न सक्नुहुन्छ जति पनि तपाईको दुईटै पेजमा फलोवर छन् ती दुईटै पेजमा रहेका जति पनि फलोवर छन् ती सबैलाई यो भिडियो देखाइदिनेछ। यसरी तपाईले आफ्नो भिडियोलाई बुस्ट गर्न सक्नुहुन्छ। साथीहरु देख्न सक्नुहुन्छ यहाँ दुईटै लोगो देखाइदिएको छ, त्यो छेउमा देख्न सक्नुहुन्छ र दुईटैको नाम यसरी देखाइदिएको छ। यसरी गर्दा तपाईहरुलाई धेरै नै फाइदा हुन्छ। शेयर गर्नुभन्दा यो तरिकाबाट तपाईहरुले सजिलैसँग आफ्नो भिडियोहरुलाई बुस्ट गर्न सक्नुहुन्छ। साथीहरु देख्न सक्नुहुन्छ इजी तरिका। तपाईहरुले 1 रुपैयाँ पनि तिर्न परेन र तपाईहरुले सजिलैसँग आफ्नो भिडियोलाई यसरी बुस्ट गर्न सक्नुहुन्छ। दुईटै पेजमा देखाइदिन्छ यो तरिकाले। तपाईले देख्न सक्नुहुन्छ जुन यहाँ तपाईले पेजमा खोलेर पनि हेर्न सक्नुहुनेछ। यदि तपाईलाई विश्वास लागेको छैन भने दुईटै पेजमा देखाइदिएको छ या छैन भनेर हेर्न चाहनुहुन्छ भने त्यो अवस्थामा तपाईले यो पेज खोलेर पनि हेर्नु होला। यदि फलो गर्नु भएको छ भने फलो पनि गर्नु होला। देख्न सक्नुहुन्छ यसरी भिडियो पोस्ट भइसकेपछि तपाईहरुको दुईटै पेजमा देखाइदिनेछ। यसरी तपाईले आफ्नो फेसबुकको
भिडियोलाई बुस्ट गर्न सक्नुहुन्छ साथीहरू। तरिका फलो गर्नुभयो भने तपाईँहरूले पनि सजिलैसँग आफ्नो फेसबुकका भिडियोहरू इजिली बुस्ट गर्न सक्नुहुन्छ साथीहरू। यस्तै जानकारीमूलक भिडियोहरू हेर्न चाहनुहुन्छ भने साथीहरू र यस टेक्निकल युट्युब च्यानल र फेसबुक पेजलाई फलो गर्नुभएको छैन भने साथीहरू पक्कै पनि तपाईँहरूले आजै फलो गर्नुहोला साथीहरू। हवस् त साथीहरू, धन्यवाद।